नमस्कार साथीहरू। आज म तपाईलाई एउटा यस्तो कुरा भन्न चाहन्छु जुन सायद तपाईले पहिले पनि सुन्नुभएको छ, तर कहिले गहिराईमा महसुस गर्नुभएको छैन। कहिले यस्तो भएको छ, सानो कुराले तपाईको पुरै दिन बिगारिदिएको। एउटा शब्द, एउटा सानो गल्ती, एउटा अपेक्षा पूरा नभएको, र त्यसपछि त्यो सानो कुरा तपाईको दिमागमा बारम्बार घुमिरहन्छ। तपाई सुत्न खोज्नुहुन्छ, तर मन शान्त हुँदैन। तपाई आफैलाई सोध्नुहुन्छ, म किन यति धेरै सोचिरहेको छु? आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ, र सायद आजको भिडियो पछि तपाईको जीवन हेर्ने तरिका नै बदलिनेछ। सत्य के हो भने जीवनका धेरै जसो समस्याहरू वास्तवमै साना हुन्छन्, तर हामी हाम्रो सोच, हाम्रो प्रतिक्रिया, हाम्रो डर, यी सबैले गर्दा ती साना कुराहरूलाई ठूलो बनाउँछौँ। कल्पना गर्नुहोस्, बिहानको समय हो, तपाई हतारमा हुनुहुन्छ, अफिस पुग्न ढिलो हुँदैछ। अचानक ट्राफिक जाम, गाडी रोकियो, समय बग्दै गयो। तपाईको मनभित्र रिस बढ्दै गयो। किन आज यस्तो भयो? किन सधैँ मसँग यस्तै हुन्छ? तर एकछिन रोकिएर सोच्नुहोस्, के यो घटना 1 वर्षपछि महत्त्वपूर्ण हुनेछ? सायद होइन, तर तपाईले त्यो 30 मिनेटको घटनालाई आफ्नो पुरै दिन बिगार्न दिनुभयो। अब अर्को दृश्य, तपाई आफ्नो नजिकको व्यक्तिसँग हुनुहुन्छ। सानो कुरा सुरु भयो, सामान्य बहस, तर अहंकार आयो। म सही छु भन्ने सोच आयो, र त्यो सानो कुरा ठूलो झगडामा बदलियो। शब्दहरू चोट लाग्ने भए, मन दुख्यो, र अन्त्यमा दूरी आयो। अहिले सोच्नुहोस्, के त्यो बहस जित्नु महत्त्वपूर्ण थियो वा त्यो सम्बन्ध? जीवनले हामीलाई सधैँ सिकाउँछ, सधैँ सही हुनुभन्दा शान्त हुनु महत्त्वपूर्ण हुन्छ। हामी जीवनमा धेरै कुरा खोजिरहेका हुन्छौँ, अझ धेरै पैसा, अझ राम्रो जीवन, अझ धेरै सफलता, तर त्यो दौडमा हामी बिर्सिन्छौँ हामीसँग अहिले के छ। आज एकछिन रोक्नुहोस्, आँखा बन्द गर्नुहोस्, गहिरो सास लिनुहोस्, र सोच्नुहोस्, तपाई बाँचिरहनु भएको छ। तपाई सास फेर्न सक्नुहुन्छ। तपाईको आफ्ना मानिसहरू छन्। यी सबै कसैको सपना हो। जब तपाई कृतज्ञ हुनुहुन्छ, जीवन बदलिन्छ। अहिले तपाई कहाँ हुनुहुन्छ? शरीर यहाँ छ, तर मन भूतकालमा, भविष्यको चिन्तामा। यही कारणले हामी जीवन गुमाउँछौँ। साथीहरूसँग हुँदा पनि हामी उपस्थित हुँदैनौँ, र त्यो क्षण फेरि कहिल्यै फर्कँदैन। त्यसैले अहिलेमा बाँच्नुहोस्। जीवन धेरै छिटो भइरहेको छ। हामी दौडिरहेका छौँ, तर किन दौडिरहेका छौँ? हामी कहिल्यै रोकिन्नौँ, महसुस गर्दैनौँ। आजबाट अलि ढिलो हुनुहोस्। खाना खाँदा स्वाद महसुस गर्नुहोस्। हिँड्दा हावा महसुस गर्नुहोस्। जीवनलाई महसुस गर्नुहोस्। कसैले तपाईलाई नराम्रोसँग बोल्यो, पहिलो प्रतिक्रिया रिस। तर यदि तपाईले एकछिन सोच्नुभयो भने सायद त्यो व्यक्ति आफ्नो सङ्घर्षमा छ। सायद उसले पनि दुःख भोगिरहेको छ। त्यसैले दयालु बन्नुहोस्, किनकि सानो दयाले पनि कसैको जीवन बदल्न सक्छ। जीवनमा धेरै कुरा हाम्रो नियन्त्रणमा हुँदैन, तर हामी अझै पनि सबै कुरा नियन्त्रण गर्न खोज्छौँ, र जब त्यो सम्भव हुँदैन, हामी तनावमा जान्छौँ। त्यसैले सिक्नुहोस् छोड्न, र केवल आफ्नो प्रतिक्रिया नियन्त्रण गर्न। जब तपाई थाक्नुहुन्छ, जब तपाई तनावमा हुनुहुन्छ, बस्नुहोस्, गहिरो सास लिनुहोस्, बिस्तारै छोड्नुहोस्, फेरि गर्नुहोस्। तपाई महसुस गर्नुहुनेछ शान्ति। अर्को कुरा, आफूलाई माफ गर्न सिक्नुहोस्। तपाईले गल्ती गर्नुभयो, ठिक छ, त्यो मानव हुनुको भाग हो, तर त्यही गल्तीलाई समातेर बस्नु आफैलाई सजाय दिनु हो। तपाई बढ्दै हुनुहुन्छ, तपाई सिक्दै हुनुहुन्छ, त्यसैले आफूलाई माफ गर्नुहोस्। अन्त्यमा जीवनले तपाईलाई सधैँ विकल्प दिन्छ, रिस वा शान्ति, तनाव वा सहजता, रोजाई
सधैँ तपाईँको हुन्छ। आजबाट जब पनि तपाईँ तनावमा हुनुहुन्छ, आफैलाई सोध्नुहोस्, के यो वास्तवमै ठूलो कुरा हो? र धेरैजसो अवस्थामा जवाफ हुनेछ, होइन। र त्यही क्षणबाट तपाईँको जीवन हल्का हुन सुरु